Can we please put our hands together for Chairperson, Madam Bhim Kumari. Your contribution, assistant directors, the amazing and hard-working people in the team. Thank you so much for your contribution, for your dedication. एकदम रमाइलो दामी मजा आयो बल्ल 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 मेरो साथीको रिटायरमेन्ट भइसक्यो बल्ल बल्ल हेर्नु पाएको है हजुर एकदम मजा आयो थ्यांक यू सो मच कङ्ग्रेस सबैलाई वाओ थ्यांक यू सो मच बहुत मजा आयो हाम्रो टिमलाई चाहिँ जनवरीमा यो शो चाहिँ फेरि गर्नु भन्नु छ हेलो नमस्ते गुड मर्निङ र यहाँहरु सबैजनालाई स्वागत छ मेरो भ्लगमा र अहिले चाहिँ म यहाँ मनन केन्द्रमा आएको छु र आज चाहिँ विशेष के छ भन्दाखेरि चाहिँ फेरि पनि लास्ट इयर हामीले एउटा प्ले गरेको थियौं जो चाहिँ सुसाइडमाथि आधारित थियो र त्यो प्लेलाई हामी फेरि आज मञ्चन गर्न गइरहेका छौं र प्लेको नाम हो द जजमेन्ट डे 2.0 सो आजको लागि अलमोस्ट रेडी भइसक्यो यो हाम्रो सेट हाम्रो आजको प्लेमा एकदमै मुख्य भूमिकामा हुनुहुन्छ हाम्रो भाइ तुषार जो चाहिँ भगवानको भूमिकामा हुनुहुन्छ ना बिजी हुनुहुन्छ यहाँनिर एकदम बिजी हुनुहुन्छ भेना पनि बिजी हुनुहुन्छ डोन्ट रिभिल दिस हैन यो त बादमा आउँछ भ्लग भ्लग यो एक हप्ता 2 हप्ता नि लाग्न सक्छ लाइभ जान्दैछ जस्तो लाग्यो नि त हैन हैन उहिले नै यस्तो थियो भन्नु देखाउनु अलि जोडले हो ए तेरी के अल्छी लाग्दो गुड मर्निङ गुड यसरी बोल्नु पर्यो नि क्यामेरा ब्लग भाइ त अन्त साह्रै ह्यान्डसम देखियो त हेटेरिका भाइ ए यता अनुहारमा लगाइसकेको छैन त हजुर देखेको छैन मोटी त्यस्तो साह्रो त अब के भन्छ सबै लगाइदिन्छ म एडिट गर्छु कहिले पनि र हाल्दिन म खाजाको मामला यहाँनिर सबैजना भोक लागेर खाजा खाँदैछ प्याज हाल्दैछु म चाहिँ यहाँनिर आउनुहोस् तपाईँहरू प्याज खानु हाम्रो भगवानले खाजा खानु हुँदैछ नमस्ते भगवान भगवानलाई भोक लाग्छ नि है भगवान त मान्छे नै त हो त्यही त भगवान नि स्वस्थ बस्नु पर्यो नि हैन आज एकदम खुसी लागिरहेको Can we please put our hands together for Chairperson, Madam Bhim Kumari Sharma. मेरो मेकअप थ्याङ्क यू डल्लु Can we please welcome Chairman of Film Board, Tashi Chiring Mutia. Sir Tashi Chiring Mutia. Hearty welcome, sir. Black and the white socks and black. यहाँ चाहिँ उत्तम दाको फेरि मैले अलिकति रेस्ट गरिदिएँ अन्त यहाँ नानाले थपिदिनु हुँदैछ
Thank you so much. र अहिले सबैजना अब रेडी भइसक्यो सोको लागि। एक दुईजनाको मेकअप सकिन्छ, सबै रेडी भइसक्यो परिहरू। अलिकति बिजी छ। Hello. Yes. अस्ति फर्स्टको भ्लगमा त तिमीले मलाई के भनेको छ कि? Hello. Yes. सेटको ऊपर दामी छ त एसएलभी को सेट जस्तै झललललल परेको हो। कुन चाहिँ फिल्मको सुटिङ हो यो सुटिङ हैन यो सर्ग हो। तर तपाईको नाम त एनाउन्स भएको थिएन त। अनि दाजु एसएलभी भनेको चाहिँ के हो? नयाँ फिल्म हुँदैछ क्या त। हमको सोनामा छुपुरी भन्छ अनि फिल्मको चासो पनि देखाउँछ। भनेपछि तपाईँ अलिक पिउरी रहेछ है। एसएलभी भनेको नि सञ्जयले लाभ भन्छ नि। ब्रो नठाट्नु न, यो कुन चाहिँ ठाउँ हो भनौँ न। मोर त सोनामा मात्रै आउँछ होइन, फेरि साह्रै स्वर्गमा आउने काम त गरे जस्तो लाग्दैन आफूले जिन्दगीमा। सरी जोक्स पार्टी your contribution, assistant directors, the amazing and hard-working people in the team. Thank you so much for your contribution, for your dedication. We're really glad and honored. Likewise, may I please also call on stage the artist of the stage, Mr. Shiva. So finally, आजको शो द जजमेन्ट डे 2.0 पनि सक्यो र यहाँ हाम्रो एक्ट्रेस हुनुहुन्छ सुकन्या दत्त गुप्ता र आज कस्तो लाग्यो? आज तपाईलाई के लाग्छ? मान्छेको उमेर सानोदेखि बढ्दै जान्छ मेरो त यता घट्दै जान्छ पहिले चाहिँ 81 वर्षको बोजू, त्यसको बादमा चाहिँ 50 वर्षको आमा, त्यसको बादमा चाहिँ 25 सालको गर्लफ्रेन्ड। अनि अहिले रियलमा कति सालको? त्यो भन्नु हुँदैन कमेन्ट्स, तर मजा ओके। हाम्रो साथीभाइहरू पढेको बिजी कस्तो लाग्यो आज? कस्तो लाग्यो सत्यम? खै अब मजा आयो। कसलाई मलाई चाहिँ मजाले आयो, मजाले आयो। फोटो सेसनमा बिजी छ सबैजना, कस्तो लाग्यो आज? एकदम रमाइलो, दामी मजा आयो। फेरि गर्ने राम्रो भयो। डराइरहेको थिएन तिमी फर्स्टमा? डराइरहेको थिएँ म, नोसियस भएर एकदम कन्सियस भएर एन्जाइटी भएर, बट स्टिल आई डिड इट। यस, थ्याङ्क यू। फाइनली सक्यो भाइ आजको सो पनि। मजा आयो? मजा आयो है? गुड। र हाम्रो एन्जल्स कस्तो लाग्यो आजको सो? धन्यवाद दिनमा सकिसकेको छ। अब मन्जरी मजा आयो, दामी भयो। यता हाम्रो पञ्च दिदी दामी भयो। यता हाम्रो एन्जल कुनिका अलिकति कस्तो लाग्यो? दामी भयो, मलाई खोकी आयो। Request our honorable guest of honor,
to kindly say a few words just for 2 minutes maybe. एकदम मजा नानी कस्तो लाग्यो आज राम्रो लाग्यो ल ल यता हुनुहुन्छ हाम्रो आराध्यको आमा आराध्यको बहिनी यता हाम्रो सुमन चेन्ज गर्नु लाउँछु है म हाम्रो विकास भाइ हाम्रो भगवान स्वर्गको भगवान पैसा पैसा करता है तू पैसे पे क्यों मरता है हाम्रो फर्स्ट केबिन आइपुगेछ है कस्तो लाग्यो आज कस्तो लाग्यो आज एकदमै गरगरो लागेन स्टेजमा आउनु लागेन त्यस्तो त लागेन एकदमै चार्मिङ एनर्जेटिक एक्टर हाम्रो सो स्टफरलाई कङ्ग्रेचुलेसन दामी दामी भाइ दामी यु जस स्टेजमा आइसक्यो फाँडिदिने मान्छे भएको छ नि है कल लाग्छ ल ल ओके दामी दामी आज मैले बल्ल 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 मेरो साथीको रिटायरमेन्ट भइसक्यो बल्ल बल्ल हेर्नु पाएको होइन आज आउनु खुसी लाग्यो एकदम खुसी लाग्यो मलाई पनि खुसी लाग्यो है प्ले कस्तो हुन्छ साथी एकदम राम्रो म त आई वाज एक्सपेक्टिङ यु अल्सो टु जोइन हुन्छ नि तर अब के छैन साथीको नै हो भनौँ न यो मजा तर मैले जीवनभर अब म अलिकति कामले व्यस्त भएको कारणले अलिक रिसायो साथी मलाई नसिक त होइन आउँदो भविष्यमा कति हेरिन्छ नि तर आज एकदम मजा आयो थ्याङ्क यू सो मच कङ्ग्रेस तपाईँलाई मनोज दाइ पनि देखेको थिएँ मैले ए हुन्छ कस्तो लाग्यो आज गरेर आज धेरै मजा आयो रुवायो पनि रोयो पनि हँसायो पनि मजा आयो यस्तै होस् अझै हाम्रो रमाइलो साथीहरू सिक्किममा गर्दै जाओस् ओके लाग्यो आजको नाटक भेरी नाइस पहिला पनि हेरेको होइन तर आज पहिला पनि हेरेको थिएँ तर आजको झन् दामी लाग्यो मलाई ओभर दामी मन पऱ्यो धेरै मन पऱ्यो तो ये है हमारे प्यारे प्यारे स्टूडेंट जिनको हमने रानीपुर कॉलेज यूनिवर्सिटी में हम लोगों ने वर्कशॉप किया था तो आज प्ले देखने के लिए आए हैं तो कैसे लगा आप लोगों को थैंक यू ओ मैंगो देखो आप लोगों को आप लोग आए थैंक यू हमें इनवाइट करने के लिए और सर कहाँ है वॉशरूम में है शायद जुन चाहिँ तपाईँहरूले मिहिनेत त्यो खट्नुभयो भनेको आज रङ लागेको त्यहाँनिर जस्तो फिडब्याकहरू आयो होइन अन्त सबै डिपार्टमेन्टबाट आर्टिस्टबाट कस्ट्युमबाट मेकअपबाट जति पनि हामी लाइट सेटिङ साउन्ड जति पनि हामी इन्भल्भ भएको थियौँ ताकि क्र्यु हामी जति एउटा फ्यामिली यतिको दिन भएको थियो तर अब उसो पनि अब कन्टिन्यू हामी फ्यामिली नै हुन्छौँ 100% हो अनि यसको लागि एकदमै हामी एकदम के हो आभार व्यक्त गर्छौँ हामीबाट एकदम थ्याङ्क यू भन्न चाहन्छौँ अन्त ओमीले जुन चाहिँ काम त्यो पहिला राखेको थियो त्यही काम यसपालि फेरि ओमीले आएर टचअप दिनु पायो ओमीले त्यो बिहानदेखि आएर त्यो गर्दै त्यो एकदम हामी ग्रेटफुल छौँ त्यसको लागि आमोसले 100% आमोस तिमीले एकदमै त्यो हामीले आमोससँग त्यसरी 100% त्यो फुल प्रोजेक्ट काम गरिदिएर डान्स गर्नु त्यो डान्समा मेकअप गर्नु भन्ने फाल्टो कुरा तर यसरी 100% लिएर आफूले जिम्बा लिएर जुन चाहिँ गर्यो एकदम अमेजिङ छ अनि कङ्ग्रेचुलेसन्स अनि एउटा गुड न्युज पनि भनिहाल्छु म हो आजको त अब एकदमै राम्रो भयो कतिवटा कुरामा हाम्रो ट्रेनिङको लागि भनौँ प्र्याक्टिसको लागि रिहर्सलको लागि एकदमै टाइम कम्ती भएको थियो सबैको आफ्नो आफ्नो अरू कुरामा इन्गेजमेन्ट थियो र पनि टाइमहरू निकालेर यतिको चाहिँ हामीले पुरै गर्न सक्यौँ होइन राम्रो भयो अनि सबैजनाको कोअपरेसनले गर्दा यतिको हामीले गर्न सक्यौँ सरले सपोर्ट पनि गर्नुभयो जुन कुराले अब तपाईँहरूलाई पनि सपोर्ट हुने किनभने हामी अब कतिमा लाग्छ कि अब हामीले डल्लै केटीलाई छोडिराखेर सुमन र
उत्तमलाई छोडिराखेर चाहिँ हामी लास्ट ब्रिफिङ पनि 2 दिन अगाडि मात्रै मैले एकछिन मात्रै टाइम दिएर वान डे टाइमै भएन किनभने हामी हेड भन्छ अब कतिजना आउँदैन न्यू कमर्सलाई तर चाहिँ सुमनलाई उनीहरूलाई यति डर लाग्यो सिनियर आर्टिस्टहरूलाई सबैलाई याद थियो कि कुन प्रकारले हामी घुमिरहेको थियो भनेर हामीलाई कति बेसी स्ट्रेस थियो तर यो सबै कुरालाई चाहिँ पोजिटिभली जाँदै जाँदै हामीले अलिकति पनि छन्नक भनौँ कि भनौँ त्यही हुनु पनि दिएन तपाईँहरूलाई होइन त्यही कारणले अहिले तपाईँहरूले राम्रोसँगले पर्फर्म पनि गर्नुभयो यो कुराको चाहिँ रिजल्ट चाहिँ के भयो भने सरले भन्नुभएको छ हाम्रो टिमलाई चाहिँ जनवरीमा यो सो चाहिँ फेरि गर्नु